रुने होइन है, हेर अझै हाँसु है। ल खै त। हेलो बेबी। ल अब बाबा जान लागेको है। ल अब बेबी निस्किने बेलामा बाबा फेरि आउने हस्। ल ल अनि मामुलाई दुःख नदिनु नि है, ज्ञानी भएर बस्नु हस्। नरो बुन्टु नरो, यसरी नरो। अब हेर त मलाई पनि जान एकदम ढिला भइसक्यो। म अब कपडा फेर्छु हस् है। मलाई बुहारीलाई दुःख नदिनु भन्दिन है। हुन्छ हस्। बेबी बाबा जान लागेकोले बाई भन्न आएको हो। ल मामुलाई दुःख नदिनु हस् है। ल के हो बेहुल त मलाई लात्ताले हान्यो त। हेर त म जाने बेला मलाई लात्ताले हान्यो। देख्यो तपाईँलाई आमालाई छोडेर एक्लै पारेर नजानु भनेको होला। त्यस्तो होइन नि। तपाईँ नजानु कहाँ हो? बुढी भित्रबाट त तपाईँलाई नजानु भनेर सङ्केत आयो। तपाईँ कुरा बुझ्नुहुन्न अनि मलाई छोडेर हिँड्नुहुन्छ। तिमीले चाहिँ कुरा बुझेनौ नि। हेर त तिमीले म एक्लै हुन्छु भन्थ्यौ होइन। ए हेर है तिमीलाई कति राम्रो साथी छोडिदिएको छु। अबदेखि तिम्रो बेस्ट फ्रेन्ड हाम्रो बेबी हुन्छ। तिमी कहिले अनि तपाईँ चाहिँ के भेन त? म त पोइबाट लुग्ने श्रीमान भइहालेँ नि। ल बहिनी त यहाँ पनि छैन नि त, बाहिर पनि कतै देखिन। कहाँ गइन् जम्ला दिदी बहिनी? खै अघि अँध्यारो मुनाले फुत्त बाहिर निस्केको थिएँ। धेरै बेर भइसक्यो, आगी छैन। अब बुढा कति धेरै तनाव छ, त्यसरी बाहिर निस्किँदा कता जान्छन् के गर्छन् यसो पछि लाग्नु पर्दैन त। ती टोइलेट गयो भोलि? टोइलेटमा छैनन्, अहिले भर्ती हेरेर आउँदैछु म। ल हेर त्यो भुन्टी कहाँ गयो होला, यसो तिम्रो बाउचोले हेर्नु पर्दैन भने। कस्तो चिन्ता गरे भने तिमीहरू आमा छोरा त्यसै आत्तिन्छौ। यसो बाहिर गएकी होलिन्, चिन्ता गर्नु पर्दैन, आउँछ। नजिकै गएको भए त आउँथिन होला, कहाँ चाहिँ गइन् होला।